देखाउँछ। उनीहरूलाई यिनीहरूले संविधान नै त्यस्तो बनाइदिए र यो छुट दिए। संविधान बमोजिम कानून बन्छ, कानून बमोजिम आयोगहरू बन्छन्। आयोगलाई संविधानले कानून वा ऐनलाई दिएको अधिकार प्रयोग गरेर यस्तो कर राज्यलाई नबुझाएर आपसमा बाँडेर खाने अहिलेको संविधान, अहिलेको कानून, अहिलेको व्यवस्था हो। केही वरिष्ठ भन्नेहरू, डाक्टर भन्नेहरू, प्रोफेसर भन्नेहरू होइन मान्छे चाहिँ खराब हो, संविधान खराब होइन, कानून खराब छैन भन्छन्। बिचराहरूलाई यति चाहिँ दया गरौं, गाली नगरौं। तर जनतालाई झुक्क्याएर देश लुटेर खानमा यिनको पनि हात छ। यसो भनिदैनन् भने उनीहरूको पेट पालिँदैन। तर हामी जस्तो कुनै पनि दल आबद्ध वकिलहरूको संगठनमा नरहेका मान्छेहरू चाहिँ सीधा जनतालाई देखाइदिन्छ। साथीहरू, संविधान यस्तो छ जहाँ लुटाहाहरूलाई लुट्न छुट दिइन्छ। त्यो संविधान बमोजिम कानून बन्छ, ऐनहरू। त्यसले कर फर्स्यौट आयोग गठन गर्छ र त्यो आयोगले कर छुट दिनका लागि निर्णय गर्न सक्छ, बक्यौताहरू असुल गर्न। किनकि संविधानै यस्तो छ, कानूनै यस्तो छ। त्यो बमोजिम छुट दिने निर्णय कसले गर्छ? आयोगले गर्छ। त्यो निर्णयको निर्देशन, आदेश सबै नेताहरूबाट हुन्छ, मन्त्री परिषदहरूबाट हुन्छ। अनि न्यायाधीशको मुद्दा पुग्छ। न्यायाधीशले जसले त्यसरी केही भाग नेतालाई, कर्मचारीलाई कतिपय अवस्थामा यो आदेश निर्देश फैसला गर्नेहरूलाई पनि छुट्याइदिन्छन्। अनि छुट चाहिँ पाउँछ जम्मामा त्यो देश लुट्नेवालाले। त्यो छुट कानून बमोजिमै तिमीले देऊ है, दिन पाइन्छ भनेर संविधान बमोजिमै आयोगलाई निर्णय गर्ने अधिकार दिन्छ। अनि हो, त्यो छुट दिएको ठिकै छ, उसले ठिक गरेको हो, छुट दिन पाउने अधिकार छ आयोगलाई चाहिँ भन्छ अदालतले। तर कर्मचारीलाई लगेर जेल हालिदिन्छ। अनि जसले त्यो कर बुझाउनु पर्ने हो राज्यलाई, त्यो बुझाउनबाट छुट पायो, त्यसलाई चाहिँ केही गर्दैन अदालतले, न्यायाधीशले पनि केही गर्दैन। यस्तो कानून हुन्छ, यस्तो संविधान हुन्छ। लुटेर खाने संयन्त्र होइन। यिनीहरूले जुन छुट पाए नि, मैले के भन्दै थिएँ, 10 अर्ब 2 करोड़ 19 लाख 1,842 रुपियाँ एक चरणमा मात्रै छुट लिएका छन्। जब बुझाउनु पर्ने कति थियो? 11 अर्ब बुझाउनु पर्ने थियो। हेर्नुहोस्, हामीले यो सबै डेटा हेर्यो भने बुझाउनु चाहिँ कति भयो भन्दाखेरि जम्मा 1 अर्ब 43 करोड़ 10 लाख 94 हजार रुपियाँ बुझाउनु भयो ककलले। हेर्नुहोस्, अब बताउँ तपाईलाई यो कर फर्स्यौट आयोगको प्रतिवेदन। यो कर फर्स्यौट आयोगको प्रतिवेदन एउटा मात्रै बुझ्दा चाहिँ सबैभन्दा महत्वपूर्ण छ है, बढी चाहिँ। अब उपरान्त यसरी कर फर्स्यौट आयोग गठन गरेर कर छुट दिने कुरा नै स्वयंमा भ्रष्टाचार हो। तर संविधानले यस्तो भ्रष्टाचार गर्न पाउने गरिकन निरर्थकम। तर्क विद्या, कानून शास्त्र मात्रै पढेर हुँदैन, न्यायशास्त्र मात्रै पढेर हुँदैन। न्यायशास्त्र मात्रै पढ्ने, कानून शास्त्र मात्रै पढ्ने त बरु अहंकारी हुन्छ। धर्मशास्त्रको पनि ज्ञान हुनु पर्छ। यहाँ हुनु परेन। यहाँ यत्रो कर जसले छुट पायो नि, त्यो राज्य कोषमा आयो, कर्मचारीलाई जेल पठाइदिने एउटा। तर बनाएको छ संविधान यस्तो दिन पाउने भनेर। त्यो संविधान बमोजिमको ऐनले यो छुट दिएको हेर्नु पर्दैन। न्यायाधीश त्यत्तिकै संयन्त्र जे छ त्यही भित्र मिलिजुली भाग बन्डा पार्टीको तर्फबाट न्यायाधीश भएर आएर अनि पुरा छुट दिने कुरा। यो मात्र होइन, यहाँ पनि हुनुपर्छ न्यायाधीश हुनेको। सबै जसले छुट पाए तिनीहरूलाई पुरस्कार दिएको छ राज्यले। अब तपाईलाई लिस्ट बताउँछु, हेर्नुहोस् है कस्तो स्थिति छ देशमा। एउटा 4 अर्ब 5 करोड़ 89 लाख 92,103 रुपियाँ त्रिवेणी डिस्टिलरीले तिर्न पर्ने थियो। यसको
एउटा चरणको मात्रै कुरा गर्दैछन्। यसको 14 नम्बरमा छ। 14 नम्बरमा बकाइदा यो 4 अर्ब बुझाउनु पर्नेले कति बुझायो भन्दा 3 करोड 94 लाख जम्मा यति बुझायो। अनि कति छुट लियो भने 4 अर्ब 1 करोड 95 नम्बरमा देख्नुहुन्छ। मैले जो देखाइरहेको छु 4 नम्बरमा यो प्रतिवेदनको त्यति बुझाउनु पर्ने उहाँले जम्मा 92 करोड 68 लाख 34,016 मात्रै बुझाउनु भयो। निरज गोविन्द श्रेष्ठ लगायत यति चाहिँ उहाँले नतिरेको रकम भनेको मैले बुझाउनु भएको त जम्मा कति 90 करोड बुझाउनु भयो, तर 92 करोड 68 लाख 34,016 चाहिँ उहाँले छुट पाउनु भयो। अब अघि मैले बताएकोमा मैले बोल्दै जाँदा मिस्टेक गरेँ कि भन्ने जस्तो मलाई लाग्यो। बुझाउनु पर्ने रकम हाम्रो यो सम्पूर्णमा मैले ठिकै बताएको रहेछु अघि। 1 नम्बरदेखि तपाईलाई बताउँला भनेर भन्दै थिएँ, तर अरु केही बताउँछु म। कस्तो छ भने यो लिस्ट हेर्नुहोस् है त। मिडिया पनि छन् नि यसमा। नेपाल रिपब्लिक मिडिया भन्ने छ, विनोद राज गेवाली हेर्नुहोस्। अहिलेको प्रधानमन्त्रीका सल्लाहकार यिनै यही वर्गभित्र पर्छन्। रिपब्लिक मिडियाले 10 करोड 81 लाख 56,620 रुपैयाँ बुझाउनु पर्ने थियो। यसले जम्मा बुझायो 4 करोड 61 लाख। छुट कति लियो 6 करोड 20 लाख 56,620। अब हेर्नुहोस् अर्को मिडिया छ एउटा स्पेस टाइम भन्नेले बुझायो कति भने यसमा जमेम शाह 12 करोड 38 लाख 33,051 रुपैयाँ बुझाउनु पर्नेमा जम्मा 40 लाख 5,000 बुझायो। 12 करोड बुझाउनु पर्ने 40 लाख 5,000 बुझायो। साथीहरु हेर्नुस् कस्तो छ स्थिति। अब उसले बुझाउनु पर्ने बाँकी 11 करोड 98 लाख 28,051। सर र तपाईलाई बताऊं यसमा अचम्मित हुनुहुन्छ। श्री डिस्टिलरीको मथुरा मास्केज्यूको 2 अर्ब 5 करोड 66 लाख 62,456 रुपैयाँ तपाई हाम्रो देशको विकासको खर्चका लागि उहाँले राज्यलाई तिर्नुपर्ने कर नै प्रयोग हुने हो उहाँ लगायत, तर उहाँले तिर्नु भएन। उहाँले 2 अर्ब 5 करोड 66 लाख 62,456 मध्ये जम्मा बुझाउनु भयो 5 करोड 16 लाख। अनि छुट कति पाउनु भयो 2 अर्ब 50 लाख 62,456 रुपैयाँ उहाँले छुट पाउनु भयो। तर किसानले मल बिउमा पाउने छुट, भैँसी लडेर मर्यो भने पाउने छुट तातिदैन। त्यो न्यायाधीश जसले छुट पाउने त यिनीहरू हुन्, फाइदा लिने त यिनीहरू हुन्। यिनीहरूलाई के कारबाहीको सजाय फैसला गर्यो? न्यायाधीश हुन्छ यस्तो हुन्छ कानून र संविधान। त्यसैले संविधान कानून सब जलाउनुपर्छ। यो कानून बनाउनेहरूलाई कोर्रा हान्नुपर्छ, यस्तो फैसला गर्नेहरूलाई हान्नुपर्छ। त्यत्तिकै बन्दैन देश। कठोरतम र निर्मम ढंगले अगाडि बढ्नै पर्छ। अब हेर्नुस् अहिले एउटा पार्टी खोल्नु भएको छ वीरेन्द्र बहादुर बस्नेतज्यूले, वीरेन्द्र कुमार बस्नेतज्यू जो बुद्ध प्रालीको हुनुहुन्छ। उहाँले राज्यलाई तिर्नुपर्ने कति थियो भने 39 करोड 7 लाख 66,558। तर बुझाउनु भयो 11 करोड मात्रै। 39 करोड बुझाउनु पर्नेमा 28 करोड 7 लाख 66,558। उहाँका लागि यो रकम सानो होला। हामीले घरको सागसब्जी लगेर बजारमा बेच्दाखेरि पनि कर बुझाएका छौं। दिने पछि बट्टी उठाउन आउँछ। अब हेर्नुस् बताउँ साथीहरूलाई
लिस्ट सरर अन्नपूर्ण पेट बोटल्स प्रणालीको जीवनलाल पियाले 2,08,35,895 रुपियाँ बुझाउनु पर्नेमा 57,10,000 मात्रै बुझाउनु भयो। पाउनुभयो छुट 1,51,25,090। पल्का हस्पिटल प्रणालीको तिलक बहादुर थापाजीले 5,63,48,937 रुपियाँ बुझाउनु पर्नेमा 20 लाख मात्रै बुझाउनु भयो। 5,43,48,937 रुपियाँ वाले राज्यको बुझाउनु भएन। यसैलाई अदालतले कानूनले सबैले मान्यो, छुट पाउनेलाई केही पनि गरेन, कर्मचारीले मात्रै जेल पठायो। आउँछु अहिले कर्मचारीको बारेमा पनि, उनीहरू लाभान्वित छन्, तथापि स्रोत कहाँ हुने, कसले प्रयोग गर्छ? मन्त्री परिषदलाई केही पनि भएन, नेताहरूलाई केही पनि हुँदैन र न्यायाधीशलाई केही हुँदैन। यस्तो पनि हुन्छ कानून, यस्तो पनि हुन्छ देश, यस्तो पनि हुन्छ राज्य व्यवस्था। आनन्द इटाभट्टाको 13,08,513 बुझाउनु पर्ने जम्मा 4,50,000 बुझाउनु भयो। 8,58,513 छुट लिनुभयो। एनसेल प्रणालीको अघि मैले बताएँ 1 अर्ब मध्ये उहाँले चाहिँ 92 करोड़ मात्रै बुझाउनु भयो। सरी, 92 करोड़ चाहिँ बुझाउनु भएन, 90 करोड़ मात्रै बुझाउनु भयो। यो 1 अर्ब 82 करोड़ 68,34,016 रुपियाँ थियो। अब एमएमएम ग्रुप लिमिटेड भन्ने छ, इनजेबी साई कन्सल्टिङ प्रणाली भन्ने, सुरेश भट्टजी यसको हुनुहुन्छ। 2,45,349 बुझाउनु पर्ने 90,11,000 मात्रै बुझाउनु भयो। 1,11,34,349 रुपियाँ वाले छुट लिनुभयो। कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको 3,37,13,876 बुझाउनु पर्ने 1 करोड़ मात्र बुझाउनु भयो। 2,37,13,876 छुट पाउनुभयो। काठमाडौँ टुकटुक प्रणाली जगन्नाथ प्रसाद सोनारले 19,13,017 रुपियाँ बुझाउनु पर्ने जम्मा 8 लाख बुझाउनु भयो। 11,13,117 रुपियाँ उहाँले छुट लिनुभयो। काठमाडौँ मैदा मिल्स प्रणालीको हरिशचन्द्र जो हुनुहुन्छ उहाँले 4,40,90,277 बुझाउनु पर्ने 1,17,00,000 मात्रै बुझाउनु भयो। 3,23,90,277 छुट पाउनुभयो। गोर्खा ब्रुवरीको राजेन्द्र खेतान, सीपी खेतान लगायतले 96,70,65,237 बुझाउनु पर्ने 5,30,00,000 मात्रै बुझाउनु भयो। 91,65,237 छुट पाउनुभयो। जगदम्बा स्टिल्सको साहिल अग्रवालले 1,21,38,527 बुझाउनु पर्ने जम्मा जम्मी 10 लाख बुझाउनु भयो। 1,11,00,000 अब हेर्नुहोस्, 1,21,00,000 बुझाउनु पर्ने जम्मा 10 लाख बुझाउनु भयो। अनि 1,11,38,527 अझै राज्यलाई बुझाउन। साथीहरु, मान्छे गलत होइन, किनकि मान्छे त सधैँ गलत हुन्छ। यसलाई ठिक लगाउने कानूनले हो, कोर्रा हान्ने कानूनले हो। नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड दिने कानून हो। कानून कडा भयो भने मात्रै मान्छे असल हुन्छ, नभए मान्छे जातैमा खराब हो। म पनि खराब हुन्छु, हरेक मान्छे खराब हुन्छ, तर कानूनले ठिक लगाउनुपर्छ। म अर्को आउँदै थिएँ, यो पछि साहिल अग्रवालको नाकासु मोटर्स प्रणालीले 6,90,39,755 देशलाई बुझाउनु पर्ने 40,50,000 मात्रै बुझाउने अनि 6,49,89,755 छुट पाउने। निर्वाणा गार्डन होटल प्रणालीको छुन्ता तुलाधर 2,12,06,266 आउनुपर्ने राज्य कोषमा जम्मा 30 लाख अनि 1,82,06,266 उहाँले छुट पाउने गरिकन भएको निर्णय। नेपाल अम्बुजा सिमेन्टको सञ्जीव कुमार अग्रवालको 2,64,17,320 राज्य कोषमा आउनुपर्ने जम्मा 8,60,000 आएर 2,55,57,320 उहाँले छुट पाउनु पर्ने। यस्तो छ निर्णय राज्यको, पाउनुभयो, तिर्नु भएन उहाँहरूले। नेपाल एजुकेशन मेटेरियल प्रणाली रहेछ, मेटेरियल प्रणाली इन्द्रबहादुर थापाको 1,82,36,648 राज्य कोषमा आउनुपर्ने 13 लाख मात्रै आउने उहाँहरूले सहमति गर्नुभयो र 1,69,36,648 चाहिँ छुट पाउने सहमति गर्नुभयो। त्यसैगरी नेपाल रिपब्लिक मिडियाको मैले विनोद राजगेवालीको बताएँ 10 करोड़ मध्ये उहाँले 4 करोड़ मात्रै तिर्ने सहमति गर्नुभयो।
नेपाल स्वास्थ्य सेवा सहकारी प्रणालीको राजेन्द्र प्रसाद पाण्डे, यो भनेको एमालेको नेता हुनुहुन्छ, उहाँलाई मुद्दा लगाउनु पर्ने, सुरेन्द्र पाण्डेलाई चाहिँ मुद्दा लगाउन त्यति बेला अख्तियारको प्रमुख दीप बस्नेतलाई केपी ओलीज्यूले भन्नुभएको, तर उहाँको भेटिँदैन। राजेन्द्र पाण्डेको चाहिँ भेट्न सकिन्छ, सुरेन्द्र पाण्डेलाई चाहिँ ठाउँमै भेटिँदैन केही पनि भन्दा जबरजस्ती गर्नुहोस् भनेर भनेको पनि गर्दा उहाँले नमानेपछि उहाँ विरुद्ध लाग्नु भएको कुराहरू यो पूर्व मिडियाहरूमा मैले कता कता आएको सुनेको थिएँ। यसको सत्य तथ्यको बारेमा पछि होला। तर उहाँ राजेन्द्र प्रसाद पाण्डेज्यू नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेडको 1,01,02,607 रुपियाँ राज्यलाई बुझाउनु पर्ने, जम्मा बुझाउनु भयो 10,000, जम्मा 10,000 एमालेको नेता बुझाउन राज्यलाई थियो। बाँकी रहेको उहाँले नबुझाउनु भएको 1,92,06,007 सरी 1 करोड़ त्यसपछि 92,607 है, 92 लाख होइन, यति नबुझाउने सहमति गर्नुभयो। हेर्नु साथीहरू, कति दुःखद स्थिति छ देशको। यो मात्र होइन, अझै हेर्नुहोस्, न्यू कार्की हार्डवेयर चेतकुमारी कार्कीको 4,49,18,383 रुपियाँ बुझाउनु पर्ने थियो, तर बुझाउनु भयो 44,50,000 मात्रै। अब 4,04,68,383 रुपियाँ त राज्यको गयो। अर्को नेमलिङ्क इन्टरनेशनल ट्रेडर्स प्राली निता धाखवाज्यू 11,19,20,777 बुझाउनु पर्ने मा उहाँको 1 करोड़ मात्रै बुझाउने सहमति भयो, 1,15,00,000। अब राज्यको खातामा आउनु पर्ने 10,04,20,777 बाँकी छ अझै। पाथिभरा हार्डवेयर प्रणालीको देवी प्रसाद गौतमको 70,59,347 रुपियाँ कर हुने थियो, तर 21 लाख मात्रै लिने सहमति गर्नुभयो। 49,59,347 जनताको लागि खर्च हुन राज्य कोषमा आउनुपर्ने रकम आएन। बजगाई टी फार्मिङ एन्ड प्रोसेसिङ प्रणालीको भूपेन्द्र कुमार साईको 1,27,95,618 रुपियाँ थियो आउनुपर्ने, तर 33 लाख मात्रै बुझाउने सहमति भयो। 94,95,618 आएन। बाबा हाउसिङ डेभलपमेन्ट प्रणालीको निर्मल प्रधानको 2,70,04,74 आउनुपर्ने, 1,12,00,000मा मात्रै सहमति गर्नुभयो उहाँहरूले। 88,70,474 राज्य कोषमा नआउने सहमति गर्नुभयो। वीरेन्द्र बस्नेतज्यूको त मैले भनिहालेँ। अब त्यसै गरी भरुन्से कन्स्ट्रक्सन प्रणालीको कमलबहादुर तामाङको 2,68,11,122 आउनुपर्नेमा जम्मा जम्मी 4 लाख मात्रै बुझाउने उहाँहरूले सहमति गर्नुभयो। हेर्नुहोस्, अब 2,64,11,122 रुपियाँ छुट, मतलब यति चाहिँ आउनु पर्ने 4 लाख बुझाएर पनि बुझाउने सहमति चाहिँ 4 लाख मात्रै भयो। हेर्नुहोस्, 2,68,00,000मा यस्तो पनि हुन्छ। कानून यस्तै छ, संविधान यस्तै छ साथी। त्यसैले त छुट पाउनेलाई मुद्दा चलाउने, सजाय गर्ने कुनै पनि फैसला नभएको। तपाईँ हेर्नुहोस् न, कर्मचारी मार्फतै लिने हो फेरि यी सबैले, कानूनको रक्षक संरक्षक निर्माता सबैले। अब गिरिराज अधिकारी मञ्जुश्री सप्लायर्स एन्ड ट्रेडर्सको 1,70,05,997 बुझाउनु पर्ने राज्यलाई 41 लाख मात्रै बुझाउने सहमति भयो। 1,29,05,997 रुपियाँ स्वाहा। मयूर बिस्कुट एन्ड फूड इन्डस्ट्री प्रालीको सबता दनावतको 1,10,00,000 बुझाउनु पर्ने, थप 80,674 पनि बुझाउनु पर्नेमा जम्मा 35 लाख मात्रै बुझाउने निर्णय उहाँहरूले सहमति गर्नुभयो। 75,80,674 रुपियाँ स्वाहा भयो। महावीर अटोमोबाइल्स प्रालीको मोहनलाल शर्माको 1,69,04,322 बुझाउनु पर्ने, 47,81,000 मात्रै बुझाउने सहमति गर्नुभयो। 1,21,83,000
322 झ्वाम पार्ने सहमति उहाँहरूको। कानून बमोजिम संविधान बमोजिम नि फेरि मीना इम्पेक्स नन्दकिशोर जैन 4,79,94,925 बुझाउनु पर्ने 1,30,00,000 बुझाउने अरू नबुझाउने कति नबुझाउने 3,49,94,925 नबुझाउने झ्वाम पार्ने सहमति संविधान बमोजिमको अहिलेको व्यवस्था यस्तै हो। यो व्यवस्था बमोजिम भएको छ नि फेरि कानून बमोजिम हेर्नु साथीहरु। त्यसैले म भन्दैछु व्यवस्था संविधान यो खराबै मान्छेहरू सब कोर्रा हान्नुपर्छ। कसैलाई छोड्न हुन्न कसैलाई। अब लक्ष्मी स्टेज प्रालीको टीकाराम नेउपानेको हेर्नुस् 2,41,72,304 बुझाउनु पर्ने जम्मा 20 लाख बुझाउने सहमति गरेर 2,81,72,304 झ्वाम पार्नुभयो उहाँहरूले। नन्दकिशोर जैनको मीना इम्पेक्सको 4,79,94,925 बुझाउनु पर्ने 1,30,00,000 मात्रै बुझाएर बाँकी 3,49,94,000 मैले अघि बताइसकेको छु। वीरेन्द्र कुमार कनौडिया 2,02,61,912 बुझाउनु पर्ने 24,25,000 मात्रै बुझाएर 1,78,36,912 झ्वाम पार्नुभयो। अब यो बाहेक मथुरा मास्केज्यूको श्री डिस्टिलरीको त मैले बताइसकेको छु 2,05,66,62,456 रुपियाँ यो देशलाई बुझाउनु पर्ने जम्मा बुझाउने 70 करोड़ बुझाउनु पर्ने छ 4 करोड़ मात्रै बुझाउने सहमति गर्नुभयो। त्यसमा प्लस 86,52,000 यसो गर्दा 71,67,29,243 उहाँहरूले मिलिजुली झ्वाम पार्नुभयो। अब सीबीएनबी सुजे जोइन्ट भेन्चर जेबी किरण वैद्यज्यूको 3,51,31,095 बुझाउनु पर्ने थियो जम्मा 5 लाख बुझाउने उहाँहरूले सहमति गरेर अरू 3,86,31,095 झ्वाम मिलिजुली कानून संविधान बमोजिम। अब हेर्नुहोस् यही संविधान बमोजिम हो है। यो यिनीहरूलाई चाहिँ सजाय गर्ने फैसला नगरेको न्यायाधीशहरूले पनि धुली साप नपारी हुँदैन मटिया मेट नपारी हुँदैन कोर्रा नहानी हुँदैन निर्मम र कठोर नबनी हुँदैन देश बनाउनु। मुठ्ठीभर मिलेर खाने त राष्ट्रिय पुँजीपति वर्गको पक्षमा छु नि उद्योगी वर्गको पक्षमा छु म। त्यो गरेर छोडिन्छ आउँछ समय। अब हेर्नुहोस् शिला ट्रेड इन्टरनेशनल प्रणालीको अताउल्ला खाँ मुस्लिमको 4,35,79,564 रुपियाँ राज्यलाई बुझाउनु पर्ने 1,96,00,000 मात्रै बुझाउने सहमति गरेर 2,39,79,564 रुपियाँ झ्वाम पार्ने उहाँहरूले सहमति गर्नुभयो। स्पेस टाइमको अघि बताए मीडियाको यसमा 12,38,33,051 हुनुपर्नेमा 40 लाख मात्रै बुझाउने 40,05,000 अनि बाँकी 11,98,28,051 रुपियाँ चाहिँ मिलिजुली झ्वाम पार्ने सहमति गर्नुभयो। हर्बो इन्टरनेशनल प्रालीको गोकुल श्रेष्ठज्यूको 14,70,10,771 बुझाउनु पर्ने थियो देशलाई उहाँहरूले 1,50,00,000 मात्रै बुझाएर 13,20,10,771 मिलिजुली झ्वाम पार्ने निर्णय गर्नुभयो। अब हिमालयन ट्राभल्स एन्ड टुर्स प्राली विद्याकृष्ण श्रेष्ठको 2,81,73,408 रुपियाँ पाउनु पर्ने यो देशले कहाँ 2 करोड़ जम्मा 30 लाख मात्रै लिने र 2,51,73,408 रुपियाँ मिलिजुली संविधान र कानून बमोजिम यी सबै मिलेर झ्वाम पार्ने निर्णय गर्नुभयो र न्यायाधीशहरूले पनि यो लाभ लिनेवालालाई चाहिँ कुनै तपाईको सजाय इत्यादि छैन मिल्ने यिनीहरू नीतिगत निर्णय इत्यादि के संविधान कानून त्यस्तै बनाउने अनि कर्मचारीलाई जेल। म फेरि कर्मचारीको मात्रै पक्षमा बोलिरहेको छैन साथीहरु क्लियर हुनु पहिला तपाईले न्यारो डाउन गर्दै हेर्नुपर्छ अनि मात्रै आइपुग्नुहुन्छ तथ्य के हो भन्ने कुरो। अन्ततः फेरि संविधान र कानून व्यवस्थै हो। यो भ्रष्ट व्यवस्था मैले त्यतिकै भ्रष्ट व्यवस्था भन्दैन वकिल हुँ कानून बमोजिम तथ्य बमोजिम भन्छु। यो भ्रष्टाचारकै लागि खडा भएको राजाको अधिकार अन्त्य गरेर सुरु गरिएको व्यवस्था पूर्ण रूपमा भ्रष्टाचार गर्न पाउने व्यवस्था हो कानून बमोजिम संविधान बमोजिम। अब अर्को हेर्नु हाम्रो विद्याकृष्ण श्रेष्ठज्यूको 2,81,73,408 मैले हिमालयन ट्राभल्स एन्ड टुर्स प्रालीको भनेको थिएँ। अब हिमालयन ब्रुवरी 1,57,98,707 रुपियाँ राज्यले प्राप्त गर्नुपर्ने 22,50,000 मात्रै अनि 1,35,48,707 चाहिँ मिलिजुली झ्वाम
हुलास मोटर्स प्रालीको सुरेन्द्र गोल्छाज्यूको 2,07,27,697 रुपियाँ राज्यले प्राप्त गर्नुपर्नेमा 45 लाख मात्रै लिने निर्णय गर्नुभयो र 1,62,27,697 मिलिजुली झ्वाम। अब यो हुलास वार इन्डस्ट्रिज प्रालीको सुरेन्द्र गोल्छाज्यूकै अर्को छ 5,62,89,667 राज्यलाई तिर्नुपर्ने, जम्मा 41,20,000 मात्रै तिर्ने अनि 5,81,69,677 रुपियाँ मिलिजुली झ्वाम पार्ने निर्णय गर्नुभयो नेताहरू, यी कर्मचारीहरू र यसबाट फाइदा लिनेहरूलाई सजाय नगर्ने यस्तो अन्धो कानून बनायो। साथीहरू, धेरै ठूलो रिपोर्ट छ, धेरै छ यसमा। अब मन्त्री परिषदको सामूहिक निर्णयबाट यस्तो हुन्छ, किनकि कानून यस्तो बनाउनु भएको छ उहाँहरूले। यो कानूनले उहाँहरूलाई यसो गर्न छुट दिन्छ। भ्रष्टाचार गरेर खानु भन्ने संविधानले भनिदिएको छ, कानूनले भने मन्त्री परिषदको सामूहिक निर्णयमा बदनियतको परिकल्पना गर्न सकिँदैन। साथसाथै कार्यकारी निर्णयमा कथन कदाचित हुन गएका त्रुटि न्यायिक पुनरावलोकन गरी कानून बमोजिम सचिन सक्छन् भनिन्छ, तर अदालतले स्वयं नै तिनै नेताबाट नियुक्ति पाएका न्यायाधीश भएको हुनाले त्यसो गर्ने गरेको छैन, नीतिगत निर्णय गरेको भनेर छुट दिने गरेको छ। तपाईले 705 मा एउटा नीतिगत निर्णयको बारेमा यहाँ हेर्न सक्नुहुन्छ। के भन्नुहुन्छ? संविधान र कानूनले दिएको अधिकार मन्त्री परिषदले प्रयोग गर्न चाहिँ हैन, यो संविधान कानून बमोजिमै भएको भनेर भन्छ। यो विषय मैले तपाईलाई सम्पूर्ण सबै देखाए भने नि दिन आउँछ कुनै दिन तपाई जुरुक्कै उठेर कानून संविधान केही नभनिकन कोर्रा बोकेर हुन्छ कि छडी बोकेर हुन्छ, जे बोकेर हुन्छ, यिनलाई घरैमा गएर थुतेर बाहिर निकालेर ठोक्ने गरिकन तयार हुनु पो हुन्छ त। त्यस्तो पो स्थिति छ त। अनि वरिष्ठ अधिवक्ताहरू, प्राध्यापक, डाक्टरहरू कानून संविधान भनेको कानून होइन, कसलाई सिकाउँछ? कानून भनेकै व्यवस्था हो, कायदा कानूनलाई व्यवस्था भन्छ। यस्तो कायदा कानून संविधान राखेर होइन, व्यवस्था त ठिकै हो, मान्छे मात्रै खराब हो भनेर लुटेर खाने प्राध्यापक, डाक्टर यिनको अलिअलि पाउँछन् नि त कलो। त्यसकारण यस्ता कुरा देखाउँदैन सम्पूर्ण यो संविधानले, कानूनले। अब हो, यो सबै के भयो? राजाले, म यसपछिको अर्को एउटा भिडियो देखाउँछु, अख्तियारलाई आफ्नो नियन्त्रणमा नलिकन भ्रष्टाचार गर्न पाइँदैन। राजाले गठन गर्ने आयोगले त्यति बेला लोकमान सिंह कार्कीज्यूलाई हटाएर अख्तियारले नेताहरूलाई छानबिन गर्न नदिएको र राजाले गठन गरेको आयोगले नेताहरूलाई करापझाप पारेर समाउन थालेपछि ओम प्रकाश अर्याल र सुशीला कार्की मिलेर